त्यही भएर तब साथीको सिओई आयो मेरो आएन भनेर चाहिँ एकदम धेरै चिन्ता लाग्ने डिप्रेसनमा पर्ने काम चाहिँ नगर्नु होला। अनि मेरो केटाहरूले चाहिँ स्पेसल अब चुरोहरू खान्छ होला होइन, खोलाहरू सुर्तीहरू खान्छ होला। या हेलो केटा हो, मेरो केटाहरू सबलाई वेलकम टु माई न्यू भ्लग। इट्स मी योर बोय के स्याङ्कु भ्लग न्यू जर्नी। थाहा छ नि मेरो केटाहरू, आई होप मेरो केटाहरू सबैजना सन्चै आराम नै होला, म पनि सन्चै आराम नै छु। थाहा छ नि सबलाई सिधै जापानदेखि होइन। यो चाहिँ स्पेसल्ली यो भिडियो बनाउनुको मेन कारण भनेको अब चाहिँ आउँदै गरेको अप्रिल इन्टेकको मेरो केटाहरू, मेरो दिदी बहिनीहरू जति पनि जापान आउँदै हुनुहुन्छ नि, मेन तपाईँहरूले चाहिँ जापान आउँदाखेरि ध्यान दिनुपर्ने कुराहरू र ल्याउनु पर्ने सामानहरू र ल्याउन नमिल्ने सामानहरूको बारेमा हो। यो चाहिँ स्पेसल्ली तपाईँहरूले अब नेपालदेखि आउँदै हुनुहुन्छ भने अलिकति लाग्न सक्छ सबैजनालाई होइन। अब जापान जाँदैछु म, जापान त जाँदैछु होइन, अलिकति धेरै पैसाहरू खर्च गरौँ, अलिकति धेरै पैसा खर्च नगरौँ भन्दा पनि खर्च हुन्छ क्या, त्यो चाहिँ हुन्छ होइन। धेरै जसोको मेरो पनि त्यही भएको थियो, त्यही भएर म चाहिँ यहाँ आएर अब अलिकति धेरै लोनमा परेँ नि त, त्यो तपाईँहरू नपर्नुहोस् भनेर चाहिँ मैले स्पेसल्ली यो भिडियो बनाउनु लागेको तपाईँहरूको लागि। र जापानको सिओई आएको सबैजनालाई एकदमै धेरै बधाई दिन चाहन्छु। तपाईँहरू एकदमै राम्रो डेस्टिनेसन चाहिँ चुज गरेर आउँदै हुनुहुन्छ। यहाँ आएर दुःख गाह्रो सबलाई हुन्छ होइन, सबै हुन्छ। जुन देशमा गए पनि दुःख गाह्रो नहुने भन्ने हुँदैन, तर आफू चाहिँ एकदम आफ्नो सेफ्टीको पनि कुरा राख्नुपर्छ होइन। आफ्नो पैसा मात्र हेरेर हुँदैन होइन, पैसा पनि यहाँ लास्टिक कमाइ त ठिकै हुन्छ, खर्च पनि हुन्छ, तर सेफ्टीको हिसाबले हेर्ने भने चाहिँ एकदमै सेफ कन्ट्री छ यो चाहिँ होइन। वान अफ द बेस्ट सेफ कन्ट्री भन्छु म चाहिँ। तर सिओई आएको छैन नि जतिजनाको, उहाँहरू चाहिँ दुःखी नभइदिनु होला कृपया प्लिज। मेरो अनुरोध छ तपाईँहरूलाई, यो भिडियो हेरेर मन शान्ति ठुलो बनाउनु होला। सिओई नै ठुलो कुरा हो भन्ने छैन, जापान नै आउनुपर्छ भन्ने ठुलो कुरा छैन होइन। यदि तपाईँले राम्रोसँग मिहिनेत गर्नुभयो भने तपाईँको डेस्टिनेसन अरू पनि हुनसक्छ, अरू जे हुन्छ राम्रोको लागि हुन्छ होइन। अर्को ठाउँ योभन्दा वान अफ द बेस्ट अर्को पनि पाइन सक्छ होइन। यो नै चाहिन्छ भन्ने छैन क्या होइन। अब यदि तपाईँले यो नै चाहिन्छ भन्ने छ भने चाहिँ राम्रोसँग पढ्नु, राम्रोसँग मिहिनेत गर्नु। अहिले त धेरै उपायहरू छ जापान आउने होइन, धेरै तरिकाले आउन सक्नुहुन्छ तपाईँहरू जापानमा। त्यही भएर मन चाहिँ सानो नगराउनु होला सिओई नआएको हरूले चाहिँ है। त्यही भएर तपाईँ साथीको सिओई आयो मेरो आएन भनेर चाहिँ एकदम धेरै चिन्ता लाग्ने डिप्रेसनमा पर्ने काम चाहिँ नगर्नु होला कृपया होइन। तपाईँहरू जतिजना सिओई आएको छैन राम्रो सोच्नु होला, राम्रो हुन्छ, राम्रोकै लागि हुन्छ भन्ने सोच्नु होला, राम्रै हुन्छ। राम्रोसँग ल्याङ्ग्वेज बनाउनु होला, ह्यान्डफो क्लियर गरेर मजाले आउनु न जापान। त्यसपछि त जापान आफ्नै त हो नि हो केटा हो, किन चिन्ता लिइरहेको। मेरो अब माइक छैन होइन, त्यही भएर मैले चाहिँ अलिकति साउन्ड क्वालिटी दिन सकिरहेको छैन तपाईँहरूलाई, मैले यो कुरा बुझिरहेको छु। र अब म छिटो नै माइक किन्ने होला छु, तपाईँहरूलाई त्यो देखाउने नै छु केही दिनमा होइन। लास्ट चिसो छ है केटा यतातिर है, लास्ट चिसो छ। म यो भिडियोमै भन्छु तपाईँहरूले के ल्याउनु होला, के ल्याउँदा ठिक हुन्छ यता भनेर म सबै भन्छु। लास्ट चिसो छ क्या अहिले, घाम लाग्यो नि चिसो हो यहाँ जहिले। तपाईँहरू जापान आउँदै हुनुहुन्छ होइन, मेन कुरा तपाईँहरूले आउनुभन्दा अगाडि नेपालमा चाहिँ तपाईँहरूले के ध्यान दिनु होला भनेपछि तपाईँलाई कन्सल्टेन्सीले भन्छ अब यो फिस हाल भनेर यताउता गर भनेर होइन। त्यो फिस हाल्ने क्रममा चाहिँ आफूले ध्यान दिनु होला, कुन ब्याङ्कदेखि हाल्दाखेरि चाहिँ आफूलाई सस्तो पर्छ होइन। त्यही अनुसारले तपाईँले फर्स्ट अफ अल चाहिँ मेन कुरो भनेको त्यो ब्याङ्कमा पैसाहरू ट्रान्जेक्ट गर्नु होला। अनि नेपालमा चाहिँ त्यो ब्याङ्क पछि चाहिँ सबै फरक पर्दो रहेछ क्या, त्यो पैसाहरू पठाउँदाखेरि चाहिँ जापानमा। अनि त्यो पैसा पठाएपछि एउटा स्लिप दिन्छ, त्यो स्लिप चाहिँ कन्सल्टेन्सीलाई दिनुपर्छ क्या हामीले होइन। अब केही नभए पनि 10-15 हजार रुपियाँ चाहिँ सेभिङ हुन्छ भनौँ न। अब तपाईँले अब कुन ब्याङ्कको लिनुपर्छ भन्ने कुरा हुन्छ, त्यो ब्याङ्कको चाहिँ लास्ट महँगो हुन्छ। कन्सल्टेन्सीले भनेको ब्याङ्कमा चाहिँ 10-15 हजार एक्स्ट्रा जान्छ क्या, त्यही भएर आफू अलिकति सस्तो पर्ने ब्याङ्कहरूमा ब्याङ्कहरू खोजेर चाहिँ तपाईँहरूले त्यो पैसाहरू चाहिँ पठाउनु होला। अनि तपाईँ अब जापान आउनुको लागि अब तपाईँको सबै पैसा बुझाउनुहुन्छ, यो ट्याक्स हुन्छ, भिजाहरू आइसक्छ। अब तपाईँ भिजा आएर अब तपाईँ मेन अब
भिजा आइसकेपछि तपाईँहरूले गर्नुपर्ने मेन प्रोसेस भनेको मैले त्यो भिजाको भ्युफ्याक्सको बारेमा चाहिँ तपाईँहरूलाई अगाडिको भिडियोमा नै भनिसकेँ। अब भिजा आइसकेपछि तपाईँहरूले मेन भनेको अब तपाईँ जापान आउने फिक्स भइसक्यो। प्लेन टिकटहरू चाहिँ तपाईँले काट्नुपर्ने हुन्छ क्या। तपाईँको कन्सल्टेन्सीले प्लेन टिकट काटिदिन्छ। अनि कन्सल्टेन्सीहरूले प्लेन टिकट काट्दाखेरि तपाईँको धेरै नभए पनि 20,000 देखि 25,000 चाहिँ अलिकति धेरै लाग्छ क्या, एक्स्ट्रा पैसा लाग्छ क्या। त्यही भएर तपाईँहरू राम्रोसँग यसरी नेटतिर खोजेर तपाईँले जहाँ भ्युफ्याक्स गर्नुपर्छ त्यो छाया सेन्टरको बिल्डिङहरूमा यसो बुझेर तपाईँहरूले टिकट आफैले काट्यो भने त्यहाँ पनि तपाईँहरूको 25,000 जति कम पर्न जान्छ क्या। अनि तपाईँहरूले त्यो आफैले टिकट गएर कन्फर्म गऱ्यो भने त्यो छाया सेन्टरको बिल्डिङहरूमा धेरै टिकट काट्ने ठाउँहरू छ क्या। अब अनलाइनहरूमा अब ठगी हुनसक्छ भनेर सोच्नुहुन्छ भने त्यो छाया सेन्टरको बिल्डिङहरूमा बुझ्नु होला, त्यहाँ तपाईँलाई 20 देखि 25,000 रुपियाँ कम पर्छ त्यहाँ पनि। अनि एउटा कुरा त्यो प्लस पोइन्ट भयो है। अब तपाईँको 35-40,000 रुपियाँ पर्छ त्यसमा चाहिँ। आउँदाखेरि यहाँ धेरै खर्च गर्नुपर्छ भन्ने छैन क्या, अलिकति कम खर्चमा आउनुपर्छ हामी चाहिँ। अब सबै मिडल क्लासदेखि आउने हो नि त, त्यही भएर अलिकति कम खर्चमा आउने कोसिस गर्नुपर्छ हामीहरू। अनि त्यो कन्सल्टेन्सीले अब यति कति उड्नुपर्छ भनेर भनेपछि आफैले अब टिकट कन्फर्म गर्ने, आफूलाई भन्नु होला, कन्सल्टेन्सीलाई भन्नु होला मलाई टिकट नकाटिदिनु, कति फ्लाइट हुने हो मेरो, म त्यति कतिको टिकट चाहिँ म आफैले काट्छु, म कति जानुपर्ने हो जापान भनेर त्यो भन्नु होला। त्यसमा तपाईँको टिकटको काम सकिसकेपछि तपाईँको सपिङहरू आउँछ। सपिङहरू गर्दाखेरि पनि धेरै पैसाहरू खर्च नगर्नु होला, ठिकै गर्नु होला। र अब तपाईँ जापान आउँदाखेरि चाहिँ मेन कुरो भनेको त्यो साथीभाइहरूको सामान यताउता हेर्ने ल्याइदिने काम चाहिँ अलिकति कम गर्नु होला क्या। तपाईँहरू यहाँ जापान आइसकेको तपाईँलाई त्यो साथीहरूले चिन्दैन क्या। सामान लग्दा सामान मात्रै हो, मेरो सामान आयो कि मेरो सामान ल्याइदियो कि अलिकति भए पनि ल्याइदेऊ न भन्छ क्या। तपाईँ यहाँ आइसकेपछि तपाईँहरूलाई त्यो साथीहरूले चिन्दैन क्या सामान लगिसकेपछि होइन। त्यही भएर मेन भनेको आफ्नो सामानहरू ल्याउनु होला। अनि त्यसपछि तपाईँको सब काम सकिसकेपछि तपाईँहरूले अनि अब सपिङ गर्नुहुन्छ। सपिङहरू गर्दाखेरि चाहिँ अलिकति विशेष ध्यान पुऱ्याउनु होला। धेरै महँगो यहाँ धेरै कपडाहरू ल्याउनु पर्छ भन्ने छैन, ठिकै ल्याउनु होला। यहाँ धेरै चिसो हुन्छ, मैले भनिसकेँ चिसो हुन्छ यहाँ जापानमा। त्यही भएर अलिकति चिसोमा लगाउने तातो कपडाहरू ल्याउनु होला। धेरै पनि ल्याउनु पर्दैन, ठिकै ल्याउनु होला। त्यसपछि गर्मीमा लगाउने, गर्मी पनि अति हुन्छ अरे गर्मीमा, अनि गर्मीमा लगाउने कपडाहरू ल्याउनु होला। अनि त्यसपछि कपडा धेरै महँगो किन्नुपर्छ, धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन। तपाईँहरू सबै साथीहरू अब 5जना कतिजना हुनुहुन्छ आउने, सबैजना मिलेर सँगै एउटै सपमा गयो भने चाहिँ अलिकति सस्तो पनि पर्न सक्छ, त्यहाँ पनि तपाईँलाई प्लस पोइन्ट हुन्छ। र अनि जापानमा पनि तपाईँ आइसकेपछि तपाईँलाई यहाँ सिन्टेमु भन्ने हुन्छ, त्योदेखि पनि तपाईँहरूले 5 जोर कपडा जति पाउन सक्नुहुन्छ। जापान आउँदाखेरि धेरै कपडाहरू पनि नल्याउनु होला, ठिकै ल्याउनु होला। अनि त्यसमा तपाईँ यहाँ जापान आउँदाखेरि चाहिँ मेन ल्याउनु पर्ने सामानहरू भनेको तपाईँलाई आफूलाई मेन डेली युज हुने कपडाहरू ल्याउनु होला। अनि ट्र्याकहरू चाहिँ ल्याउनु होला, 3-4 जोर ट्र्याकहरू एकदम चाहिन्छ काम गर्दाखेरि। स्पोर्ट्स सुजहरू लिएर आउनु होला, जापान आउँदाखेरि ल्याउन मिल्ने सामानहरूमा यो पनि पर्दछ होइन। अनि त्यसपछि आफूलाई कम्फर्टेबल हुने कपडाहरू ल्याउनु होला कि यहाँ धेरै हिँड्नुपर्छ, धेरै कुद्नुपर्छ नि त, त्यही भएर होइन। अनि त्यसपछि चाहिँ आफूलाई अब डेली लाइफमा चाहिने सामानहरू ल्याउनु होला, कम्फर्ट हुने। त्यसपछि अलिकति पेन्सिलहरू 2-4 जोर कपीहरू ल्याउनु होला। अनि नेपालदेखि अब अलिकति आफूलाई पढ्नु सहज हुने चाहिँ एउटा नेपाली बुक पनि ल्याउनु होला। यहाँ पनि दिइहाल्नुहुन्छ सेन्सीहरूले चाहिँ नेपाली ट्रान्सलेट भएको बुकहरू। म आउँदाखेरि चाहिँ मलाई यहाँ केही दिँदैन, बुकहरू किन्नुपर्छ भनिदिएको केटाहरूले। केही किन्नु पर्दैन, यहाँ कन्सल्टेन्सीले नै सबै दिन्छ। 7-8 लाख रुपियाँ तिरेसम्म त हामीले बुकहरू सब दिन्छ। बुक नल्याउनु होला, आफूलाई अलिकति सजिलो हुने चाहिँ लिएर आउनु होला एउटा। अब नेपालीमा सबै ट्रान्सलेट भएको ग्रामर्सहरू सबै भएको चाहिँ एउटा सानो बुक लिएर आउनु होला। अनि अलिकति कापी ल्याउनु होला, अलिकति पेन्सिलहरू लिएर आउनु होला। किनभनेपछि यहाँ सुरुमा थाहा हुन्न नि त आफूलाई के गर्ने, कसो गर्ने, कहाँ जाने, के गर्ने भन्ने कुरा। अनि आउँदाखेरि चाहिँ अब अलिकति चाउचोहरू लिएर आउनु होला। यहाँ सबै पाइन्छ पाउनुलाई चाहिँ, चाउचोहरू लिएर आउनु होला। यता चाहिँ आफूलाई खानुको लागि कहिलेकाहीँ दालमुटहरू लिएर आउनु होला। त्यसपछि ठिकै सामान हुने गरी धेरै सामान पनि नल्याउनु होला होइन।
अनि त्यसपछि आफ्नो लगेज चाहिँ मेन आउँदाखेरि चाहिँ तालचा लगाएर आउनु होला। मसँग आएको एकजना बहिनी थियो, उसको सुन गायब भयो कि त्यो लगेजदेखि नै, त्यही भएर त्यस्तो चोरीहरू पनि हुनसक्छ होइन। एयरपोर्टमा पनि खोलेर चेक गरेर सुनहरू भयो भने केहरू भयो निकालेर राखिदिँदो रहेछ क्या, अनि त्यस्तो हुन्छ होइन। अनि एयरपोर्ट जाँदाखेरि चाहिँ टाइममा जानु होला। अलिकति प्लेन छुट्यो भने भोलि डेढ सारेर फेरि 30-40 हजार रुपियाँ तिर्नुपर्छ। मसँग आएको एकजना भाइ प्लेन छुटेर 30 हजार रुपियाँ फेरि तिरेर जापान आयो होइन। अनि त्यस्तो हुन्छ। अनि त्यही भएर आफूले अलिकति खाने चाउचाउ दालमुटहरू लिएर आउनु होला। त्यसपछि अरू के ल्याउनु पर्छ जापान आउँदाखेरि? धेरै के ल्याउनु पर्दैन, यहाँ सबै पाइन्छ। अनि अलिअलि दाल लिएर आउनु होला। नेपालको कहिले केही खान मन लाग्छ आफूलाई होइन। अनि अब आफूलाई खान मन लाग्ने त्यस्तो अब म अहिले भन्ने नै छु। अब ल्याउनु नमिल्ने चिजहरू चाहिँ, ल्याउनु मिल्ने चिजहरू चाहिँ अब यो दालमोट सालमोट चाउचाउ साउचाउ अलिकति स्याम्पूहरू लिएर आउनु होला। आफूलाई चाहिन्छ सरफ कोलगेटहरू पनि ल्याउनु होला। बुरुसहरू लिएर आउनु होला। आफूलाई चाहिन्छ, यहाँ सुरुमा केही थाहा हुँदैन नि त। साबुनहरू लिएर आउनु होला थोरै ठिक्कै होइन आफूलाई। अनि यता आइसकेपछि नर्मल्ली दबाईहरू चाहिन्छ कि अब कहिलेकाहीँ मौसम चेन्ज भएर बिरामी हुन सकिन्छ नि त। त्यही भएर चाहिँ अनि ज्वरो सरो आउने, यताउता रुगाखुगी लाग्ने, अनि यो ब्यान्डेजहरू मुभहरू चाहिँ बोजूहरू लिएर आउनु होला होइन। भोलि अब यहाँ आउने बित्तिकै आफूलाई थाहा हुँदैन केही कुराहरू पनि होइन। त्यही भएर चाहिँ अब यो बिल बनाएर चाहिँ आफ्नो ल्याउने औषधिहरू चाहिँ लिएर आउनु होला। अनि त्यो मेन भनेको आफ्नो डकुमेन्टहरू, सबै डकुमेन्ट जति कन्सल्टेन्सीले दिएको छ त्यो डकुमेन्ट चाहिँ ल्याउनु नभुल्नु होला। तपाईँहरूको एयरपोर्टमा झरिसकेपछि तपाईँहरूले त्यो एउटा जाइरो कार्ड चाहिँ बनाउनु पर्छ। यहाँ आइडी स्ट्याम्प मात्रै हान्यो नभुलेर एयरपोर्टमै तपाईँहरूले त्यो चाहिँ जाइरो कार्ड चाहिँ त्यही एयरपोर्टमै बनाएर आउनु होला आउँदाखेरि होइन। अनि भोलि यहाँ कन्सल्टेन्सीले लगेर स्ट्याम्प मात्रै हानिदिने हो। अनि त्यसपछि तपाईँहरूलाई आफूलाई डेली लाइफमा चाहिने अलिअलि अब सामानहरू लिएर आउनु होला होइन। ल्याउनु मिल्ने सामानहरू त्यही हो। अनि त्यो अब आउँदाखेरि चाहिँ मेरो केटाहरूले चाहिँ त्यसपछि लिएर आउनु, दाह्री काट्ने मेसिनहरू लिएर आउनु, कपाल सवाल पनि काट्नुपर्छ कहिलेकाहीँ आफैले, यसो दाह्री सारी काट्नुपर्छ। अनि मसलाहरू चाहिँ ट्याक्क टन्न पारेर प्याक गरेर धेरै चाहिँ ल्याउन मिल्दैन। प्याकेट ल्यायो भने खोलेर चाहिँ ल्याउन मिल्छ, खोलेर लिएर आउनु। त्यसपछि चामलहरू पनि अलिअलि लिएर आउनु, दालहरू पनि अलिअलि लिएर आउनु, आफ्नो घरको मेन भनेको बेसार पनि लिएर आउनु होइन आउँदाखेरि चाहिँ। अनि अब यो चामल दालहरू चाहिँ अब लगभग निकालिदिन्छ कसैको एयरपोर्टमा, मेरो चाहिँ निकालेको थिएन, त्यो लिएर आउनु होइन। अब आफ्नो दैनिक युज हुने सामानहरू पनि लिएर आउनु। यति हो ल्याउन मिल्ने चिजहरू चाहिँ मैले भनिसकेँ। मेन चाहिँ जाडोमा लगाउने अलिकति तातो कपडाहरू चाहिँ लिएर आउनु, यहाँ पनि मगाउनु मिल्छ, त्यही पनि लिएर आउनु होला। धेरै खर्च नगर्नु होला, सपिङमा चाहिँ ठिकै गर्नु होला। अनि त्यो ल्याउन नमिल्ने सामानहरू चाहिँ के हो भन्नु पर्दाखेरि मेन भनेको तपाईँहरूले त्यो घिउहरू नल्याउनु होला, गुन्द्रुकहरू नल्याउनु होला। मैले त थोरै लिएर आएको थिएँ आउँदाखेरि गुन्द्रुक चाहिँ, तपाईँहरू नल्याउनु होला। भोलि पक्रियो भने त्यसपछि अब त्यही राखिदिन्छ, किन दुःख गर्नुहुन्छ होइन। नल्याउनु होला त्यो चिजहरू चाहिँ। अनि त्यसपछि फलफुलहरू पनि नल्याउनु होला, ल्याउन मिल्दैन। अनि अरू के ल्याउन मिल्दैन भनेपछि फलफुलहरू भइहाल्यो। त्यसपछि घिउहरू नल्याउनु होला, सिन्कीहरू नल्याउनु होला होइन। अनि त्यसपछि त्यो प्लेट आइटमहरू नल्याउनु होला, त्यस्तो धारिलो चिजहरू नल्याउनु होला। अब यो चाहिँ मैले भन्नु पर्दैन, यिनीहरू चाहिँ बिल्कुलै नल्याएर आउनु होला। अनि ल्याएर फोकरमा खेर जान्छ, फोकरमा त्यहाँ राखिदिन्छ एयरपोर्टमा। अनि त्यसपछि सुन चाहिँ गोल्ड चाहिँ एकदम नल्याउनु होला है। सुन भोलि यहाँ चोरी हुन्छ क्या एयरपोर्टहरूमा, अनि तिनीहरू चाहिँ नल्याउनु होला। ल्याए पनि आफ्नो पर्सनल ब्यागमा राख्नु होला, तालचा लगाएर ह्यान्ड क्यारीमा। अनि मेरो केटाहरूले चाहिँ स्पेसल अब चुरोहरू खान्छ होला होइन, खोलाहरू सुर्तीहरू खान्छ होला, त्यो आइटमहरू चाहिँ यहाँ पनि त्यो आइटमहरू चाहिँ अनि यहाँ पनि एकदम पाइन्छ क्या केटा हो होइन। त्यो यहीँ पाइन्छ, ल्याए त्यस्तो चिजहरू चाहिँ नल्याउनु होला होइन। यहीँ प्रशस्तै पाइन्छ केटा, चुरोटदेखि लिएर भोला नेगासिरी सुर्ती सबै पाइन्छ होइन। लगभग हलाल सबहरू पाइरहेको हुन्छ, त्यो चिजहरू चाहिँ नल्याउनु। अनि यहाँ आउँदाखेरि चाहिँ मोबाइल पनि त्यो नेपालदेखि आउँदाखेरि यहाँ भनेर चाहिँ महँगो मोबाइल चाहिँ नलिएर आउनु होला। यहाँ जापानसम्म पुग्ने जतिको मोबाइल लिएर आउनु होला। यहाँ आइसकेपछि यहाँ 1 रुपियाँको मोबाइल पाइन्छ सिम लिँदाखेरि, त्यही भएर धेरै महँगो मोबाइल पनि नल्याउनु होला। घर परिवारलाई चाहिन्छ नेपालतिरै छोडिदिनु होला त्यो फोनहरू चाहिँ। यो नेपालमा कन्सल्टेन्सीहरूले भन्छ
आफ्नो मेडिकल चेकअप गराएर जानु। अब यो भन्नाले यो पुरै होल बडी चेकअप गराउनुपर्छ, 55,000 जति लाग्छ क्या, त्यो गराउनु पर्छ भन्छ। तर त्यो गराए पनि नगराए पनि त्यस्तो खासै फरक चाहिँ पर्दैन। तर त्यो चाहिँ गराउनु किन भनेपछि भोलि आफ्नो स्वास्थ्यको लागि भए पनि आफूले चेकअप गराउनु पर्छ। भोलि यता आएर ठुलो बिरामी भएर नेपाल फर्किनु पऱ्यो भने झन् तनाव हुन्छ, झन् यत्रो ऋण लिएर आएको हुन्छ। त्यही भएर चाहिँ आफ्नो स्वास्थ्य चाहिँ मजाले चेकअप गराएर राम्रोसँग आउनु होला। एयरपोर्ट जाँदाखेरि चाहिँ बिहान टाइममा जानु होला होइन। भोलि फेरि सामान धेरै रहेछ भने 1 किलो सामानको पर केजीको 2500 रुपियाँ पर्छ क्या, 2500 जति पर्छ। त्यही भएर एयरपोर्ट पनि टाइममा जानु होइन। भोलि अब पैसा तिर्नु पऱ्यो भने नमजा आउँछ नि त आफूलाई, अब सामानहरू फिर्ता गरिदिन्छ धेरै भयो भने। त्यही भएर एयरपोर्ट टाइममा जानु र यसो अब जापानिज गभर्मेन्टहरूले नल्याउनु भनेको सामानहरू चाहिँ नल्याउनु। भोलिको दिनमा धेरै जरिमाना पनि पर्न सकिन्छ कि यहाँ पुग्ने बित्तिकै। त्यही भएर चाहिँ अलिकति विचार गरेर आउनु होला। त्यही हो, अब भिडियो लामो भइरहेको हुन्छ मेरो होइन। मान्छेहरू इरिटेट पनि हुन्छ कि यत्रो लामो भिडियो किन हेर्ने भनेर। त्यही भएर सर्टकटमा मैले सम्झाइदिएँ, पैसा चाहिँ धेरै आफ्नो खर्च नगर्ने केटा होइन। यहाँ आइसकेपछि अलिकति गाह्रो पनि हुन्छ आफूलाई मेन्टेन गर्न। त्यही भएर ठिकै खर्च गर्नु होइन। राम्रोसँग आउनु, सबैजनालाई अब सेभ गर्ने, सबैको दिन राम्रो होस्। जापान आएपछि भेटौँला, केही परेमा सुख दुःखमा म पनि साथ दिउँला। गाइस सधैँभरि माया गरिराख्नु भएको छ हजुरहरूले। अझै पनि आउने आगामी दिनहरूमा पनि यसरी नै माया गर्दै जानु होला। कस्तो कस्तो भिडियोहरू ल्याउनु पर्छ अब आउने न्यू भिडियोहरू चाहिँ यसो कमेन्टमा पनि भन्नु होला। केही नबुझेको नजानेको जापान सम्बन्धी मलाई मजाले भन्न सक्नुहुन्छ, कमेन्टमा छोड्नु होला। र कलमा बुझ्नु चाहेमा पनि म्यासेज गर्नु होला मलाई। म अलवेज तपाईँहरूको लागि छु। लभ यु मच सबैजनालाई। सी यु नेक्स्ट भिडियो ल।